चुनावमा सबभन्दा दुःख लागेको कुरा चाहिँ बाजुरादेखि हेमराज थापा हार्नुभयो। नहार्ने मान्छे हार्नुभयो, एकदम राम्रो हुन्थ्यो। नहार्ने मान्छे हार्नुभयो। पश्चिमदेखि ताप्लेजुङदेखि लिएर पश्चिम बाजुरा लगायत अरू 2-3वटा ठाउँदेखि किन चाहिँ घन्टीको उम्मेदवारहरू हार्नुभयो भन्दाखेरि यो ठाउँमा चाहिँ मेन चाहिँ मेरो घर ताप्लेजुङ भएको कारणले ताप्लेजुङमा चाहिँ भएको के हो भन्नुहुन्छ नि, ताप्लेजुङका युवा 80% त बाहिर हुनुहुन्छ। सबैजना कोही खाडी हुनुहुन्छ, कोही युरोप हुनुहुन्छ, कोही कता हुनुहुन्छ, वैदेशिक रोजगारको लागि जानुभएको छ। अनि अरू रहनुभयो 20%। 20%मा अब कस्तो हुन्छ नि, सबैजना अब बुढाहरू जति पनि हुन्छ पुरानो, मेरो बाउ बाजेदेखि चलिआएको, म त्यसमै भोट हाल्छु। अब विदेशमा हुनेले सम्झाइ फकाइ गर्दा अब एक दुईजना मान्नु होला, मान्ने हुनुभयो होइन। अनि अरू 20% युवाहरू चाहिँ कस्तो हुन्छ नि, पैसामा हिँड्छन्। अब पैसा जुन पार्टीले पैसा दिन्छ त्यो पार्टीमा हिँड्ने, अब खाना पाए, पैसा पाए, अब उनीहरूलाई भयो। अब रोजगार छैन त्यो ठाउँमा। अनि अर्को कुरा के छ भन्दाखेरि अनि भोट माग्ने शैली पनि त्यस्तै हुन्छ। त्यहाँको भोट माग्ने शैली कस्तो हुन्छ भन्दाखेरि अब यो ठाउँमा भोलि तँलाई साह्रो गाह्रो पऱ्यो, अप्ठ्यारो पऱ्यो भने कसले हेर्छ? चाहिने हामी नि हो। भोट अहिले दिनुहोस् भने कसै तिनीहरूले आएर तेरो गरिदिँदैनन्, यो गरिदिँदैन, त्यो गरिदिनुहोस्, हामी नि हो। अहिले भोट हाल्नुहोस् भने पछि फेरि देख्लास् यताउता, त्यो टाइपको हुन्छ क्या भोट माग्ने तरिकै, बुझ्नुभयो नि। अनि त्यही भएर चाहिँ ताप्लेजुङको चाहिँ त्यही भएर हार्नुभयो। ठिकै छ, बिस्तारै बिस्तारै राम्रो हुँदै जान्छ। अब युवाहरू फर्किनु भयो, राम्रो भयो भने अभियसली अर्कोचोटि चाहिँ घन्टी ताप्लेजुङमा पनि घन्टी बज्नुपर्छ भन्छु म। ल है त, जय नेपाल।